Hello guys, welcome back to my channel. आज फेरि आइसकेको छौँ एउटा न्यू भिडियो चाहिँ कलेजको बनिरहेछ। अब के हुन्छ हेर्नु होला। केटाको इन्भाइरोमेन्ट अनि मान्छेहरू कस्तो हुन्छ हेरिराख्नु होला। बट गाइस अहिलेको लागि चाहिँ यति। Hello guys, what's good? Sabır bagenera var. Bazı sohbet edeceğim. Böyle kahve çapında. Six and a half hours later. ल त साथीहरु आउनुहोस् नेपालगञ्जमा घुम्नुहोस्। गर्मी छ है। यो गर्मीमा पनि लगभग हामी 12 बजेसम्म चाहिँ रोडमा मजाले हिँड्न सक्छौं। यस्तो गर्नुपर्छ। ल अब त्यसरी क्यामेरा घुमाउने भने हेर्नेलाई पनि अल्छी लाग्छ के यार। गर्नुपर्छ के। हमको देखाना। हमरा खोपडा। काला खोपड़ा, मेरे नाम है खोपड़ा। हाँ, भुलिया देखेगा तो चिल्लर समझेगा कि बहुत अमीर है हम। रखते हैं एवढा कॉफी, खाते हैं कॉफी, हम कॉमेडी करते हैं, हम जो सोचते हैं वो बोलते हैं। हाँ, ये बेटा है मेरे बेस्ट फ्रेंड, उसका नाम है, जिसका यूट्यूब चैनल गोरो को बोलते हैं, हम बोलते हैं, दिखा रहे हैं मेरे पास। जिसका यूट्यूब चैनल को नाम फुंटे एंड फुंटे भला फुंटे हो। और सब कुछ ठीक है। अच्छा। हाँ, बहुत अमीर है हम। अनि आजको क्लास कस्तो भयो? आजको क्लास त हिजो जस्तै भयो। हिजो पनि हाफ क्वेसन गरियो, आज पनि हाफ क्वेसन गरियो है। मेरो त आज फर्स्ट डे। ए फर्स्ट डे भएको कारणले अलिकति खेलमेटुको भयो होला। कुनै पनि फिल्म हेर्नु पर्यो भने हामीले सुरुदेखि हेर्यो भने बुझिन्छ। त्यस्तै हो पढाइ लेखाइको जोन पनि। तिम्रो भन नयाँ नौलो खबर के छ? धेरै दिनपछि भेट भयो है। घरतिर गयो रे, घरको यात्रा कस्तो भयो? घरबाट आउँदाखेरिको यात्रा कस्तो भयो? हाम्रो एकदम अच्छा कास। अनि तिम्रो जुन यो ब्लग जर्नी छ यसमा कस्तो भइरहेछ फिल? यसमा अगाडि कसरी बढ्छु भन्ने लागिरहेको छ? कन्टेन्टको कमी भइरहेछ। कन्टेन्टको कमी। कलेजवाला भिडियो ल्याउनु भनेको। कुनवाला? कलेज। ए ठिक छ। कलेजमा पनि लास्ट जब साउन असारको चढिरहेको हुन्छ त्यति बेला हामी यसो क्यामेरा घुमाएर गरिदिउँला। साथीहरू मेरो अनुहार चाहिँ यस्तो छ है। खोपडा देख्ने बेला त एकदम डरै लाग्छ होला, तर म चाहिँ मान्छे एकदमै सोझो इमान्दार मान्छे हो है। यो कपी छ नि साथीहरू, यो कपी मैले फर्स्ट इयरमा किनेको। थर्ड इयर सकिने बेला भइसक्यो, कपी अझै हाफ भएको छैन है। त्यस्तै हो। हामी एकदमै पढ्ने मान्छे हो नि साथीहरू। हामी खतरा पढिदिन्छौँ क्या। एउटा 3 वर्षमा एउटा कतिले हामी काम चलाउँछौँ। पेन चाहिँ यही हो हेर्नुहोस् साथीहरू, पेन चाहिँ यो सेकेन्ड इयरमा किनेको हो। त्यही भएर त्यस्तै छ साथीहरू। नेपालगञ्ज चाहिँ एकदमै रमाइलो छ। आउनुहोस्, पढ्नुहोस्, घुम्नुहोस्। अब हजुरहरूलाई शुभकामना यही छ है, जो दर्शकहरू हुनुहुन्छ। अब हामीलाई यसरी नै माया गरिदिनु होला। भुन्टे पुन्टे भ्लग सब्सक्राइब गरिदिनु होला, साथ सपोर्ट दिनु होला। तपाईँको एउटा लाइकले, एउटा कमेन्टले र एउटा सब्सक्राइबरले हामीले कलेजवाला भिडियो ल्याउनु पर्यो। कलेजवाला ल्याउनुको लागि भोलिबाट सुरु गरौँ। भोलिबाट कलेजमा अब अलिकति सोचौँ ल, किनभने त्यहाँ कलेजमा मोबाइल लैजान मिल्दैन। मोबाइल लैजानु मिल्दैन, फेरि गायर लग्नुपर्छ। गाडी लैजानुपर्छ। अनि ब्रेक टाइममा बनाउनुपर्छ भिडियो। हुन्छ, आई सपोर्ट यु, म सपोर्ट गर्छु तिमीलाई। के कस्तो हुन्छ, जति हुन्छ जति सकिन्छ। साथीहरू अहिले चाहिँ हामी गणेशमान चोकतिरको बाटो हुँदै हिँडिराखेका छौँ। अब हामी केही समयभित्रै चोकैमा पुग्नेछौँ र तपाईँहरूलाई आफूले गर्दै गरेको काममा एकदमै शुभकामना छ। माथि जाउँ। त्यो चाहिँ हाम्रो मध्यपश्चिम
कलेज या स्कुल के हो है के हो हामी पढेनौँ मैले ट्युसन चाहिँ पढेको चाहिँ एकदमै राम्रो लाग्छ साथीहरू पहिला चाहिँ जङ्गल थियो यो अहिले जङ्गल चाहिँ खडानी भएर बस्ती चाहिँ बसाउने कार्यक्रम जारी छ अरे साथीहरू हामीलाई एउटा गोप्रोको आवश्यक छ त्यस कारणले गर्दाखेरि तपाईँहरूले अझै हामीलाई धेरै नै माया गरिदिनु भयो भने हामी अबको 3 महिनाभित्रै एउटा गोप्रो किनेर नेपालगञ्जको मौसम यस्तो छ साथीहरू एकदमै घाम लागिरहेछ गर्मी बढिरहेछ मौसमले कति बेला च्यालेन्ज दिन्छ है साथीहरू हामीलाई छतरी यता यो पनि के नयाँ खुलेछ यसलाई पनि सक्छ देखाइदिउँ के देखाउनु अरूको प्रमोसन गर्नु तर पनि दर्शकहरूलाई लागोस् कि नेपालगञ्जमा यस्तो रहेछ है भन्ने कुरा पनि थाहा होस् भनेर पनि क्या यता फुलहरू फुलेका छन् साथीहरू आँखा कति राम्रो बास्ना बिनाको फुल छ मायाका गणेश कान्छा गुनास माधव साथीहरू म चाहिँ अब आफ्नो गन्तव्यतिर जाने बेला भयो तपाईँहरूलाई धेरै धेरै धन्यवाद हाम्रो भिडियो हेरिदिनु भएकोमा है थ्याङ्क यू फर वाचिङ कुन बाटो जान्छौ यता जान्छु कि उता जान्छौ फेरि तिम्रो अवस्था यस्तो छ अब जाऊ ल बाई बाई Alright guys, ड्रेस सबै भइसक्यो खानासाना सबै भइसक्यो अब के गर्ने अब होमवर्क गर्ने पढ्ने अनि सुत्ने यही काम मात्रै हो अब कलेजदेखि मिलाएर अब सुत्ने त्यही हो ब्लगिङ गरौँ यहाँनिर एउटा गाइस टाटा बाई बाई सी यू अगेन अर्को न्यू भिडियोमा आउँछ कहिले चला भिडियो आउँछ साइड मेबी आउन सक्छ आउँछ यस्तै भिडियो हेरिराख्नु होला एउटा गाइसको लागि छ टाटा बाई बाई सी यू अगेन